नमस्ते। आदरणीय मातापिता, दाजुभाइ तथा दिदीबहिनीहरू, आज म यहाँ कुनै पनि उपदेश दिन आएको चाहिँ होइन। म तपाईहरूमध्येकै एक हुँ। शरणार्थी जीवन देखेको मान्छे, सङ्घर्ष देखेको मान्छे र आफ्नो समुदायलाई माया गर्ने एउटा मान्छे, धुलो मान्छे भन्छु म आफूलाई। आज म तपाईहरूसँग मनको एउटा कुरा गर्न आएको छु। मेरो भित्र मनमा लागेको एउटा कुरा गर्न आएको छु होइन। हामीले एउटा असाधारण यात्रा पार गरेका छौँ। हामीले आफ्नो जन्मभूमि गुमायौँ, आफ्नो घर गुमायौँ, आफ्नो पहिचान गुमायौँ, वर्षौँसम्म शरणार्थी शिविरमा बस्यौँ। अभाव, अनिश्चितता, अन्याय, सारा कुरा भोग्यौँ हामीले। अनगिन्ती पीडाका बीच पनि हामीले एउटा कुरा भने कहिले छोडेनौँ। त्यो के हो थाहा छ? आशा। शरणार्थी हुनु भनेको केवल दुःख भोग्नु मात्र होइन रहेछ। त्यो सङ्घर्षका बीच पनि बाँच्ने शक्ति सिक्नु पनि रहेछ। त्यो भविष्यमाथि विश्वास गर्न सिक्नु पनि रहेछ। हामीले त आफ्नो जन्मभूमि छोड्यौँ, आफ्नो गाउँ, आफ्नो आफन्त, आफ्ना सम्झनाहरू पनि पछाडि छोडेर आयौँ। तर त्यो बिछोड सजिलो पक्कै पनि थिएन है। न तपाईँलाई थियो, न मलाई थियो। म त एकदम सानो थिएँ, 5 वर्षको मात्र थिएँ भुटान छोड्दा। सायद जीवनकै सबैभन्दा ठुलो पीडा त्यही थियो हाम्रो। तर त्यही पीडाले हामीलाई एउटा कुरा सिकायो, मानिस आशाले बाँच्दछ। त्यही आशाले हामीलाई अमेरिका ल्यायो, त्यही आशाले हामीलाई अस्ट्रेलिया पुर्यायो, त्यही आशाले हामीलाई युरोपका विभिन्न मुलुकमा पुर्यायो। कोही न्युजिल्यान्डमा हुनुहुन्छ, कोही क्यानाडामा हुनुहुन्छ। हामीले सपना देख्यौँ, हाम्रा छोराछोरीले राम्रो शिक्षा पाउनेछन्, हाम्रो परिवार सुरक्षित हुनेछ र आफ्नो पुस्ताले भोगेको दुःख हाम्रो पुस्ताले भोग्नु पर्दैन, अथवा हामीदेखि पछाडिको पुस्ताले भोग्नु पर्दैन। तर यसरी विदेशमा आइसकेपछि, यता आएपछि सबैको जीवन सजिलो भएन। भाषाको समस्या भयो, रोजगारीको दबाब भयो होला, आर्थिक तनाव भयो होला, लामो समय काम गर्न पाइएन होला, परिवारको जिम्मेवारीले धेरै थिच्यो होला, एक्लोपन अत्याधिक विकास भएर गयो होला र मनभित्र लुकाएर राखिएका पुराना घाउहरू अझ धेरै बल्झ्यो होला। यी सबैले कहिलेकाहीँ मानिसलाई यति धेरै थकित बनाउँछ कि बाहिर मुस्कुराइरहेको अनुहारभित्र पनि ठुलो पीडा लुकेको हुन्छ। कतिपयले त्यो पीडाबाट केही समयका लागि भए पनि टाढा हुन मदिरा अथवा लागु औषधको प्रयोग गरे होला, सहारा लिए होला। सुरुमा त्यसले केही बेर हात दिएको जस्तो लाग्छ, तर बिस्तारै बिस्तारै पीडा झन् गहिरो बनाउँछ त्यसले। परिवार टाढा हुन थाल्छन्, इष्टमित्र टाढा हुन थाल्छन्, स्वास्थ्य बिग्रिन थाल्छ, आर्थिक समस्या बढ्न थाल्छ र कहिलेकाहीँ मानिसलाई जीवन नै समाप्त गर्ने सोचसम्म पुर्याउन सक्छ है। यदि तपाईँ वा तपाईँले माया गर्ने कोही यस्तो सङ्घर्षबाट गुज्रिरहेको छ भने नि कृपया दोष चाहिँ नदिनु होला, उहाँलाई कमजोर नठान्नु होला, बरु उहाँको हात समाउनु होला। किनकि कहिलेकाहीँ एउटै साथले एउटा जीवन बचाउन सकिन्छ। यदि तपाईँ अहिले धेरै थाक्नु भएको छ, यदि तपाईँलाई जीवन बुझ जस्तो लागिरहेको छ, अब त गाह्रो भयो जस्तो भइरहेको छ, म तपाईँलाई नि एउटा मात्र कुरा भन्छु है, एउटा कुरा, कृपया हार नमान्नुहोस्। तपाईँ एक्लो हुनुहुन्न। तपाईँको जीवन अमूल्य छ। तपाईँको जीवन अमूल्य छ। तपाईँका आमा बुवाका लागि, तपाईँका श्रीमती अथवा श्रीमानका लागि, तपाईँका छोराछोरीका लागि, तपाईँका साथीहरूका लागि, तपाईँका समुदायका लागि तपाईँ अत्यधिक महत्त्वपूर्ण हुनुहुन्छ। मलाई आज पनि हाम्रो विद्यालयको एसेम्ब्ली ग्राउन्डमा फादर अमलराजले बारम्बार भन्नुभएको एउटा वाक्य सम्झना आउँछ। सम्झनुहुन्छ? We are born to be great, being brave Bhutanese। त्यति बेला सायद हामीले यसको गहिरो अर्थ बुझेका थिएनौँ। आज बुझ्दैछौँ जस्तो लाग्छ। महानता भनेको कुनै ठुलो घर हुनु होइन रहेछ, धेरै पैसा कमाउनु पनि होइन, उच्च पदमा पुग्नु पनि होइन। महानता भनेको नि दुःखका बीच पनि उठेर हिँड्नु हो। हार मान्न मन लागेको दिन पनि अर्को बिहान उठ्नु हो
आफ्नो परिवारका लागि मुस्कुराउनु हो, अरूको आँसु पुस्नु हो। साथी, आफू सङ्घर्षमा हुँदा पनि आशा जीवित राख्नु नै महानता हो। हामीले शरणार्थी शिविरका वर्षहरू पार गऱ्यौँ। यदि त्यो पार गर्न सकेनौँ भने आजसम्म यो कठिन समय पनि पार गर्न सक्दैनथ्यौँ। तर हामीले त्यो पार गरेका छौँ र यो कठिन समय पनि पार गर्न सक्छौँ, किनकि हामी हार मान्न जन्मेका होइनौँ, हामी महान बन्न जन्मेका हौँ। यदि मन भारी भएको छ भने एक्लै नबस्नुहोस् है। साथीलाई फोन गर्नुहोस्। साथी, फोन उठाउनुहोस्। परिवारसँग मन खोल्नुहोस्। परिवार, कुरा सुनिदिनुहोस्। विश्वास लाग्ने व्यक्तिसँग कुरा गर्नुहोस्। साथी, एकैछिन ध्यान दिनु न है। आवश्यक परे मानसिक स्वास्थ्य विशेषज्ञ अथवा कुनै पनि चिकित्सक अथवा नशा उपचार सेवाबाट पनि सहयोग लिनुहोस्। सहयोग माग्नु कमजोरी होइन, त्यो सबैभन्दा ठुलो साहस हो र त्यो साहस तपाईँले जुटाउन सक्नुपर्छ र सक्नुहुन्छ क्या। र मेरो समुदायका सबै दाजुभाइ तथा दिदीबहिनीहरूलाई एउटा अनुरोध पनि छ, हामी फेरि एकपटक एकअर्काको सहारा बनौँ। धेरै दिनदेखि सम्पर्कविहीन भएका साथीहरूलाई फोन गरौँ। एक्लै बस्ने छिमेकीलाई भेटौँ। तपाईँ सन्चै हुनुहुन्छ भनेर सोधौँ। मनदेखि नै सोधौँ है। सायद तपाईँको एउटा फोन, एउटा भेट, एउटा मुस्कान, एउटा अँगालो वा एउटा मायालु शब्दले कसैको जीवन बस्न सक्छ। साथी, प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, अँध्यारो रात सधैँ रहँदैन, बिहान अवश्य आउँछ। आजको आँसु भोलिको मुस्कान बन्न सक्छ। आजको सङ्घर्ष भोलिको शक्ति बन्न सक्छ र आजको पीडा भोलि अरू कसैको जीवन बचाउने प्रेरणा बन्न सक्छ। त्यसैले आफ्ना छोराछोरीका लागि बाँच्नुहोस्, आफ्ना बुवा आमाका लागि बाँच्नुहोस्, आफ्ना सन्ततिका लागि बाँच्नुहोस्, आफ्नो परिवारको लागि बाँच्नुहोस्, अनि आफ्ना सपनाहरूका लागि बाँच्नुहोस्, आफ्नो समुदायका लागि बाँच्नुहोस्, र सबैभन्दा ठुलो कुरा नि आफ्नो लागि बाँच्नुहोस्। किनकि तपाईँको कथा अझै सकिएको छैन। भगवानले तपाईँलाई जीवन दिनुभएको छ भने यसको अर्थ तपाईँको उद्देश्य अझै बाँकी छ। अन्त्यमा म तपाईँलाई एउटै कुरा सम्झाउन चाहन्छु, हार नमान्नुहोस्। आशा र भरोसा आफ्ना मानिसहरूमा केन्द्रित बनाउनुहोस् र सहयोग लिनुहोस्, बोल्नुहोस्, जीवन रोज्नुहोस्। हामी तपाईँलाई माया गर्छौँ, समुदायले तपाईँलाई माया गर्छ। हामी तपाईँसँग छौँ, किनकि तपाईँको जीवन अमूल्य छ। र सम्झनुहोस्, वी आर बोर्न टु बी ग्रेट। हामी हार मान्न जन्मेका होइनौँ, हामी महान बन्न जन्मेका हौँ। धन्यवाद।